फर्स्ट अफ अल यहाँ आउनुको उद्देश्य चाहिँ अब सबैलाई थाहा भएकै हो, केही महिना अगाडि नेपालमा गएको त्यो दुईटा डरलाग्दो ठुला र त्योसँग तुलना गर्न नमिल्ने तर अरूको लागि पनि धेरै ठुलो भूकम्प 5 भन्दा माथिका 7.8 7.3 र त्यसपछि अनगिनत जुन भूकम्पहरू गयो र त्यसले जुन विनाश गर्यो हामी नेपालीहरूको जीवनमा, धनजनमा, सम्पत्तिमा, ज्यानमा, प्रोबेबली फ्युचरमा, त्यसलाई एकजनाले दुईजनाले मात्र मिलेर कम्पन्सेट गर्न सक्दैन हामी। सो सोसाइटीहरू सँगै आएर राम्रो तरिकाले त्यसको लागि केही गर्न सक्यो भने चाहिँ सायद कुनै मात्रामा त्यो नेचरको त्यो विकराल रूप थियो त्यसलाई हामीले समाधान गर्न सक्छौँ होला। र नेपालभित्र मात्रै त्यो सम्भव थिएन। जतिजनाले नेपालीहरू संसारभरि छरिएका थिए उनीहरूको मनमा, मुटुमा देशप्रतिको माया जुन तरिकाले ओर्लिएको थियो त्यो हामीले नेपालभित्र बसेर पनि थाहा पायौँ। र त्यही सिलसिलामा बाहिर बस्ने नेपालीहरूलाई जुन छटपटाहट भइरहेको थियो, म जान पाइनँ, मैले कन्ट्रिब्युट गर्न पाइनँ भन्ने, त्यो कुरालाई आफ्नो ठाउँबाट र जुन जुन देशमा हुनुहुन्छ त्यहाँबाट पनि कन्ट्रिब्युट गर्न सकिन्छ भन्ने उद्देश्यका साथ मैले केही सामग्रीहरू जुन भूकम्पसँग जोडिएका छन् ती यहाँ लिएर आएका थिएँ र त्यसबाट त्यो एउटा कार्यक्रम मार्फत देखाएर जति पनि फन्ड रेज हुन्छ त्यसले चाहिँ क्यान एजुकेसन फाउन्डेसन जुन क्यानाडामा बेस छ, यसले चाहिँ दुईटा स्कुल टु बिगिन विथ, त्यो दुईटा स्कुललाई मात्रै गर्ने होइन तर सुरुवात चाहिँ त्यो दुईटा स्कुल जुन नराम्रो तरिकाले क्षति भएको छ, विद्यार्थीहरू अझ पनि बाहिर बसेर पढिरहेछन् र स्पेसली मनसुन आएको बेलामा चाहिँ अब एन्टायरली दिनमा र मौसममा भर परेको छ स्कुलहरू, किनभने पानी पऱ्यो भने क्लासरुम हुँदैन, बदली भयो भने क्लासरुम हुँदैन। सो त्यसबाट चाँडै बच्चाहरूले छुटकारा पाओस् भनेर फर्स्ट स्टार्टिङ चाहिँ एजुकेसनलाई फोकस गरेर बच्चाहरूलाई त्यो स्कुल बनोस् र त्यसपछि अब यो फर्स्ट स्टेप हो। सायद फर्स्ट स्टेपमै म त इन्भल्भ हुनुभयो, निकै खुसी लाग्छ। सेकेन्ड फेजमा सम्भवतः उहाँहरूको नयाँ आइडियाजहरू छ होला, नयाँ सोचहरू छ होला, अझ बिगर सोच होला छ। सो म चाहिँ थ्रु यो प्रोग्राम पनि आउनुको उद्देश्य एक बच्चाप्रतिको माया, मलाई पनि आफू एक स्वयं बाउ भएको नाताले मलाई पनि आई क्यान रिलेट टु थिङ्स मोर एज अ फादर, एज अ प्राउड सिटिजन। त्यही भएर बच्चाहरूको कुरा आउनसाथ अलिकति हामी पृथक र अलि उदार दिल भएर सोध्छौँ। सो त्यो भएर पनि म यहाँ इन्भल्भ भएको हो र यो मेरो फर्स्ट एन्ड लास्ट एटेम्प्ट भन्दा पनि सुरुवात भएको छ। भर्खर मैले सम्झनाजी लगायत रत्नजीहरू अरू साथीभाइहरू चिनेँ मैले। सो उताबाट पनि म यहाँ नभए पनि उताबाट भए पनि त्यहाँबाट कुनै सामग्री यहाँ ल्याउँदाखेरि र त्यसलाई राम्रो तरिकाले प्रदर्शन गरेर केही रकम उठ्छ भने म चाहिँ तपाईँहरूको एउटा अघोषित ब्रान्ड एम्बेसडरको रूपमा नेपालमा पनि काम गरेर आउँछु फर क्यान एजुकेसन फाउन्डेसन। सो द्याट इज वाइ आइ एम हियर। क्यान भनेको चाहिँ नन प्रफिट अर्गनाइजेसन which is established in BC in 2011 मा नोभेम्बर 23 मा हामीले चाहिँ लाइक माइन्डेड मान्छेहरूले चाहिँ मिलेर एउटा ग्रुपले मिलेर बनाएको एउटा संस्था हो जसले चाहिँ नेपालमा पढाइबाट वञ्चित भएका बच्चाहरूलाई फेरि स्कुलमा पठाउने जमर्को कसेर बनाएको एउटा प्लेटफर्म भनौँ न हामीले तयार पारे। अनि त्यसमा चाहिँ हामीले अगाडि बढ्दै जाँदाखेरि चाहिँ हामीले अलिकति सक्सेस चाहिँ पायौँ भनौँ न। अनि त्यसको अन्तरालमा 4 वर्षको अन्तरालमा हामीले 45 more than 45 kids are we helping them for their materials, school materials, and then fees, and then even a financial support for the school family member too. हामीले चाहिँ प्रत्यक्ष हामी स्कुलहरूको प्रिन्सिपल टिचरहरूसँग चाहिँ हामी इन्टरभ्यू गर्छौँ अनि उनीहरूले फाइन्ड आउट गर्छ निडी किड्सहरू को रहेछ भनेर उनीहरूले एनालाइज गरेर हामीलाई डेटा दिन्छ। जुन चाहिँ कहिलेकाहीँ चाहिँ तिनीहरू अब टिचरहरूले चाहिँ कसरी फाइन्ड आउट गर्छ भने चाहिँ स्कुल आउँछ अनि ड्रपअप हुन्छ, स्कुल आउँछ ड्रपअप हुन्छ अनि उनीहरूलाई विद्यार्थीहरूले सोद्धा चाहिँ टिचरहरूले के भन्छ, टिचरहरूले विद्यार्थीहरूलाई सोद्धा चाहिँ किन भन्दाखेरि आमाले पठाउनु भएन, बाबाले पठाउनु भएन, किन भन्दा मसँग बाबा आमासँग चाहिँ कपी किन्नलाई पैसा छैन, कलम किन्न पैसा छैन, झोला छैन, ड्रेस छैन भन्ने जुन चाहिँ एउटा हामीले सुनेपछि चाहिँ अनि त्यो कुरा चाहिँ हामीलाई
प्रिन्सिपल अथवा टिचरले चाहिँ हाम्रो कोअर्डिनेटर एउटा छानेको हुन्छ। मेरो कोअर्डिनेटर हुन्छ हाम्रो प्रोजेक्ट कोअर्डिनेटर, अनि उतापट्टि त्यो स्टुडेन्ट अब प्रिन्सिपलहरू हुन्छ। अनि कोअर्डिनेटर र प्रिन्सिपलको संयोगमा हामीलाई एउटा एप्लिकेसन ड्रप गर्छ हामीलाई, अनि फेरि हामीले बोर्डले चाहिँ त्यसलाई एनालाइज गरेर कति चाहिँ हामीले अफर गर्ने स्कलरसिप उनीहरूलाई अनि भनेर त्यो प्रविधिले चाहिँ हामीले चाहिँ हाम्रो त्यो प्रक्रियाले उनीहरूलाई छान्छ। अनि हाम्रो एउटा मेन अर्को क्राइटेरिया चाहिँ के छ भने वी आर नट गोना सपोर्ट एनी प्राइभेट स्कुल, वी डु ओन्ली पब्लिक स्कुल, गभर्मेन्ट स्कुलहरूलाई मात्रै हामीले सपोर्ट गरेका छौँ सो फार। उहाँहरूको ग्रुप हुनुहुन्छ निशा, एट द सेम टाइम हाम्रो निकास अब यहाँ लोकल एसोसिएसन छन् होइन, उहाँ अर्गनाइजेसनले हामीलाई हेल्प गरेका छन्। नेसा भनेको विशेष गरी युनिभर्सिटी अफ अल्बर्टामा अध्ययन गर्ने त्यहाँ कार्यरत अन्य नेपाली ओरिजिन भएको सबैजना हामीहरूको एउटा साझा संस्था हो। नेपालमा जुनसुकै समस्या हुँदा पनि हामीलाई एउटा पिर पर्ने अथवा हामीलाई पनि त्यो समस्यामा केही सहयोग गरौँ भन्ने लाग्नु चाहिँ एज अ नेपाली भएको हिसाबले जति टाढा बसे पनि एज अ नेपाली भएको हिसाबले त्यो चाहिँ स्वाभाविक हो। त्यस कारणले गर्दा पनि हामीले अब नेपालमा भूकम्प जाने बित्तिकै डिफ्रेन्ट मिडियाहरूमा देख्यौँ, हाम्रो पारिवारिक सम्पर्कबाट थाहा पायौँ त्यहाँ साह्रै ठुलो क्षति भएको छ भन्ने सुनेपछि हाम्रो तर्फबाट जे सानो सहयोग, किनभने हामी जस्तो संस्थाहरूलेबाट यहाँ एउटा सानो सहयोग भयो, अरू ठाउँमा अर्को हुँदै धेरै ठाउँमा यस्तो सानो सहयोगले चाहिँ ठुलो सहयोग हुन जान्छ र हामीले एउटा सानो ठाउँमा पनि सहयोग गर्न सक्यौँ भने त्यसले चाहिँ पोजिटिभ इम्प्याक्ट दिन्छ र एउटा देशप्रति माया र एउटा अपनत्व पनि आउँछ भन्ने हिसाबले यो सहयोग गऱ्यौँ। दोलखामा स्कुल बनाउने र बच्चाहरूलाई स्कुलको लागि हेल्प गर्ने प्रोग्राम छ र त्यसको लागि यसरी नै अब राम्रो कजको लागि कुनै पनि प्रोग्राम हुन्छ भने हाम्रो सोसाइटीले सपोर्ट गर्छ र यसको लागि नेपालबाट हाम्रो सिनियर स्टाफ र टिभी पर्सनालिटी सेवा सेन्टरले पनि आउनुहुन्छ यही प्रोग्रामलाई सपोर्ट गरेर र अब जसुकैले गरे पनि अब राम्रो कजको लागि हाम्रो देशमा लोड क्षति भएको छ, धेरै स्कुलहरू बनाउनु पर्छ। अहिले नेपालमा धेरै विद्यालयहरू भत्किएका छन्, बिग्रिएका छन् र त्यो बनाउने क्रममा यदि कुनै संस्थाहरूले सहयोग माग्छ भने सहयोग गर्न तयार छ। क्यान एजुकेसन फाउन्डेसनले जुन अर्गनाइज गरेका छ यसलाई चाहिँ नेप्लिस स्कुल एसोसिएसनले र नेप्लिस क्याम्पस सोसाइटीले फुल सपोर्ट गरेका छ। हामीले यसपटक भूकम्प जाँदा मात्रै होइन हामीले यो सामाजिक कार्यमा इन्भल्भ भएको, यसभन्दा पहिले पनि हुन त हामी विद्यार्थी आफ्नो अध्ययन अनुसन्धानमा व्यस्त भन्छौँ, तैपनि हामीसँग निस्केको केही समय लिएर यस्तै फिल्महरूको च्यारिटी सो गरेर हामीले यसभन्दा पहिला पनि नेपालमा खुलेका सामाजिक संस्थाहरू अथवा अन्य संस्थाहरूलाई हामीले वर्षपछि सानो ठुलो सहयोगहरू गरिरहेका थियौँ। राम्रै आएको छ। यो जब अप्रिल 25मा भूकम्प भयो नेपालमा, त्यसपछि यो नेपाललाई सहयोग गर्ने उसमा धेरै इभेन्टहरू भइरहेको भए र त्यो मध्येको एउटा इभेन्ट पनि हो र धेरै अब हाम्रो कम्युनिटी मेम्बरहरूले पोलिटिसियनहरूले सपोर्टरहरूले मोर देन टाइम सपोर्ट गरिसक्नु भएको छ। दुईवटा सामग्रीहरू हामी देखाउँदैछौँ आज। एउटा चाहिँ मैले एउटा तयार गरेको सानो फुटेजहरू जुन अलि मार्मिक पिक्चरहरू छन्, त्यो पिक्चरहरू चाहिँ हामीले भूकम्प गएको 3-4 दिनमै खिच्न थालेका थियौँ। सम्भवतः भक्तपुर, त्यसपछि बारपाक अनि नुवाकोट जता क्षति भएको छ, सो त्यो क्षति भएको ठाउँमा गएर चाहिँ एरियल सटहरू ल्याएको थियौँ र त्यसको उद्देश्य चाहिँ त्यो डरलाग्दो सिन मात्रै तपाईँहरूलाई देखाउनु थिएन होइन, त्यतिसम्म भइसकेको थियो र त्यसपछि पनि वी क्यान फाइट ब्याक भनेर त्यसपछि कलाकारहरू, डक्टरहरू सबैले आफ्नो क्षेत्रबाट कसरी योगदान दिए, कसरी नेपाल फेरि रिबिल्ड हुँदैछ, कसरी बिस्तारै त्यो कुराहरूलाई बिर्सिँदैछन् र कसरी आगामी दिनको त्यस्तै डरलाग्दो कुराको लागि चाहिँ हामी तयार हुँदै अगाडि बढिरहेछौँ भन्ने कुरा झल्काउने एउटा माध्यम मात्रै हो यो दुईवटा पिक्चरहरू चाहिँ। सो बेसिकली यो कान्तिपुर टेलिभिजनबाटै हाम्रो टिमले बनाएको पनि हो र त्यसमध्ये एउटा गीत चाहिँ मैले केही चित्रहरू, स्टिल पिक्चरहरू चाहिँ मर्ज गरेर आनी छोइङ डोलमा जुन मेरो निकै मिल्ने साथी पनि हो उसको गीतमा अलिकति म्युजिकल्ली पनि त्यो कुरालाई
रिलेट गर्न सकोस् मान्छेले, किनभने म्युजिक आउनासाथ नेपाली भाषाको कुरा हो, नेपालीले बुझ्ला विदेशी साथीहरूले नबुझ्ला भनेर म्युजिकको चाहिँ बााउन्ड्री हुँदैन, ल्याङ्ग्वेज हुँदैन भनेर अलिकति म्युजिकल नोटमा पनि हालिदिँदाखेरि त्यसको इम्प्याक्ट अझ धेरै हुन्छ कि भनेर, अनि द्याट्स व्हाट वी प्लान एन्ड होपफुली इट्स गोना वर्क। आजको प्रोग्राम चाहिँ यस्तो खालको प्रोग्राम हो जुन चाहिँ मैले कल्पना गरेको थिएँ। जब यो भूकम्प गइसकेपछिको एउटा कल्पना थियो, त्यसलाई एउटा हाम्रो संस्थाको कल्पनालाई यहाँ अब भाइहरूको अर्थात् यहाँको लोकल भलन्टियरहरूको सहयोगले गर्दा चाहिँ साकार हुन लागेका छौँ, जसमा चाहिँ हाम्रो एउटा मेन कज चाहिँ थियो कि नेपालको दोलखा डिस्ट्रिक्टमा एउटा हाई स्कुल नवीन स्कुल चाहिँ नवीन माध्यमिक स्कुल चाहिँ जीर्ण अवस्थामा देख्यो। बच्चाहरू सबै विद्यार्थीहरू बाहिर बसेर पढिरहेको देखे। हाम्रो भलन्टियर अहिले पनि नेपालमा छ। त्यो कमेन्टहरू लिएर अनि हामी एउटा फन्ड रेजिङ कार्यक्रमको दौरानमा चाहिँ हामी यहाँ एडमन्टनमा आइपुग्यौँ। एडमन्टनमा भाइहरूको सहायताहरूले अब अगाडि बढाउँदैछौँ। साना देखिएका कार्यक्रमहरू पनि वी प्लेड आवर पार्ट, हामीले आफ्नो तर्फबाट कन्ट्रिब्युट गऱ्यौँ भने त्यो चाहिँ कन्ट्रिब्युसन इम्पोर्टेन्ट हो। स्मल बिग त्यो आफ्नो ठाउँमा होला, आफ्नो क्षमता अनुसार दक्षता अनुसार। अब तपाईँहरू बाहिर नेपालीहरू त्यतिकै पनि दुःख गरेर बसिरहनु भएको छ, त्यहाँ थप बोझ दिन उचित नहोला भनेर साधारण भए पनि एटलिस्ट वी प्लेड आवर पार्ट। र फ्यु जेनेरेसन डाउन द लाइन तपाईँहरूले हामीले आफ्नो छोराछोरी नाति नातिनीहरूलाई चाहिँ के गर्यो भन्दाखेरि म चाहिँ यसरी कन्ट्रिब्युट गरेको थिएँ भनेर एउटा आफ्नो पार्ट प्ले गर्यो र एउटा राम्रो मेसेज आफ्नो जेनेरेसन पछिको बच्चाहरूमा जाओस् भन्ने उद्देश्यले नै यो भाव हो। सो आई विश एभ्री वान इन्क्लुडिङ क्यान त्यसपछि अरू जति पनि आबद्धहरू हुन्छ उहाँलाई थ्याङ्क यू फर ह्याभिङ मी हियर एन्ड मेरो एउटा अनर हो यो। मेरो लागि पनि निकै फलदायी रह्यो, धेरै कुरा सिकेँ। नर्थ अमेरिका साइडमा मेरो पहिलो ट्रिप थियो, सो धेरै कुराको लागि तपाईँहरूलाई याद गर्छु।